everyone, welcome back to my YouTube channel. I hope हजुरहरू सन्चै हुनुहुन्छ होला अनि म एकदम सन्चै छु। सो डे 2 हो मेरो टनलको लागि टनल बनाउने चाहिँ सो म चाहिँ अब काममा जाँदैछु। म चाहिँ बारीमा आइसकेँ। यो चाहिँ हिजो हामीले बनाएर गएको टनल अनि यहाँ चाहिँ मैले सामान पनि बसाइदिइसकेँ। सो हेर्दै गर्नु होला के गर्छु म हजुरहरूलाई देखाउने नै छु। गाइस म चाहिँ अब यहाँ टुक्रा टिप्दैछु। यो चाहिँ यो टस काटेको थियो यस्तो त्यहाँ सेफ्टीको लागि टिप्दैछु। अनि मेरो यता फोहोर होला यो भर्खर भर्याङ बगाएको नि त अनि त्यही भएर सो के गर्छु हेर्दै गर्नु होला। सो म चाहिँ अब साथीहरू म चाहिँ यहाँ बजार जानुपर्ने भयो मिटर लिनलाई। उता पनि यस्तै टनल परेको छ नि त बनाउनलाई। त्यही त्यहाँ टनल बनाउनलाई मिटर लानु भएको थियो नि त अनि यहाँ अब चाहिने भयो। सो म मिटर लिन जाँदैछु। फाइनली मैले चाहिँ एनजिटी पाइसकेँ। अब म यो पुऱ्याउँछु बारीमा। के हेर्दै गर्नु होला। सो म इन्जेक्टिभ लिएर जाँदैछु बारीमा। हिँड्दा हिँड्दा पसिना आइसक्यो। आज बिहानैबाट घाम लाग्यो अनि मम्मी चाहिँ खाजा लिएर आउनुहुन्छ अनि म चाहिँ अब अङ्कललाई हेल्प गर्नु पर्यो। म इन्जेक्टिभ लिएर बारी जाँदैछु। अङ्कलले वेल्डिङ गर्दै हुनुहुँदो रहेछ। यो चाहिँ कसरी खोल्नु होला। यो मैले मिस्टेक त गरिनँ कतै। किन नगर्नु के यो मिस्टेक्स कसरी खोल्नु त। गरिसकेँ मैले चाहिँ। अब नेक्स्ट अरूलाई पानी हाल्नु पर्यो। यो पो कसरी निकाल्ने भयो त हो। यो पो चिनो नि त सक्दैन योमा। फाइनली खाजा पनि खाइसक्यो। अब काम गर्नुपर्ने हुन्छ। खाजा खाइसक्यो हामीले। के भन्यो भने अब खाना पसिना आइसक्यो यहाँ। यो पनि निकाल्नु नसक्ला जस्तो लाग्यो मलाई।
यस्तै आउनुपर्ने थियो अघि नै सबर करो। डल्ले हुनुको बेफाइदा यो आया फाइनली हाम्रो टनल चाहिँ बनिसक्यो। अब यसको पाल हाल्न बाँकी छ, यो चाहिँ पछि हुनेछ। अनि अहिले चाहिँ यति बनिसक्यो। अब घर जानुपर्ने हुन्छ बाहिर खाना खानलाई। सो हेर्दै गर्नु होला। अनि मैले चाहिँ भ्लग इन गरेँ। अब घर गएर फ्रेसहरू भएर बस्नुपर्ने हुन्छ। 3 दिनमा बल्ल सक्यो टनलको काम। मैले फर्स्ट दिनको त क्याप्चर गर्न पाइनँ, किनभने त्यो फर्स्ट दिनमा सबै मैले आफैले म र मम्मी भएर गरेको थियौँ त नि, त्यही भएर क्याप्चर गर्न त पाइनँ। अनि हिजो र आज डे 2 हिजोबाट वेल्डिङको काम सुरु गरेको। अनि त्यही भएर हिजो अब लाइनले नि अलिकति तारहरू नपुगेर भोल्टेजहरू कम भएर हिजो टाइम लाग्यो। अनि आज सक्यो। अब खानाहरू खाएर बस्नु पर्ने हुन्छ। सो ब्लग इन गर्दैछु। सो थ्याङ्क्स फर वाचिङ। नयाँ हुन्छ भने लाइक, सेयर, सब्सक्राइब गर्दा नबिर्सिनु होला। बाई बाई। अब नेक्स्ट ब्लगमा भेटौँला।